तीनटा गोरु हल बलियो दुईटा बुढी घर बलियो भन्छ यहाँ तीनजना हली दुईटा गोरु खोइ के बलियो केही न केही देखिन्छ लु हेर ए यो मराले त माराउँछ कि यहाँ तीनटा हली झन् हली लुते जस्तो पो देखियो त यहाँ त कुन चाहिँ गोरुको खासियत दाउनु पर्ने चाहिँ त्यो देब्रे उभोको चाहिँ हो ए त्यो रातोले धेरै हान्दो रहेछ नि त हेर्न फेरि घोन्डे गरेको राम्रो घुमाए घोन्डे नै उसको घोन्डे भनेर लग्यो माथलो गएर पुग्यो मराले हली त यस्तो छ नि हली उसको सिङ बाँध्दैन सिङ चाहिँ यसको हान्ने चाहिँ बाँध्दै त अब देख्नुभयो नि दुईटा गोरु हल बलियो तीनटा गोरु हल बलियो दुईटा बुढी घर बलियो योसँग चारजना हली के बलियो अब यो चाहिँ हेर्नुहोस् है गाइस तपाईँहरूले छक्क पर्नु छ यो चारजना हली खोइ के बलियो अब यहीँ देखाउन चारैजना हली नै हुन्थ्यो चारजना हली नै होइन त हो यसले लुगाको अनुहार हेर्न गर्छ हो